नमस्कार, म तपाईलाई केही छोटा र मिठा कथाहरू सुनाउन आइपुगेको छु। तपाईँ कथा सुन्न तयार हुनुहुन्छ त? यी कथाहरू सानो भए पनि जीवनका महत्त्वपूर्ण सन्देश दिन सक्छन्। कहिलेकाहीँ यस्ता कथाहरूले हामीलाई प्रेरित गर्न सक्छन्, सोच्न बाध्य पार्न सक्छन्। अब म कथा सुरु गर्छु, कृपया ध्यान दिएर सुन्नुहोला। कथाको शीर्षक रहेको छ मूल्य र आत्ममूल्यबोध। एक दिन एक प्रेरणादायी व्यक्तित्वले विद्यार्थीहरूका लागि आयोजित कार्यशालामा आफ्नो मन्तव्य दिन थाले। उनले हातमा एउटा $20 नोट देखाउँदै सोधे, को यो $20 नोट चाहन्छ? हलभरिको हात उठ्यो। सबैलाई थाहा थियो, यो नोटको मूल्य $20 नै हो। त्यसपछि ती वक्ताले उक्त नोटलाई च्यापेर पुरै कुचाइदिए। अनि फेरि सोधे, अब चाहियो कसैलाई यो नोट? फेरि पनि सबैले हात उठाए। अब त उनले उक्त नोटलाई जमिनमा फ्याँकेर जुत्ताले कुल्चिए। धुलो लागिसकेको, च्यापिएको त्यो नोट उठाएर उनले फेरि सोधे, अब पनि कोही यो नोट चाहनुहुन्छ? हलमा उपस्थित सबैले फेरि हात उठाए। त्यसपछि उनले मुस्कुराउँदै भने, मैले यो नोटलाई जे गरे पनि यसको मूल्यमा कुनै परिवर्तन आएन। यसलाई कति कुचाए पनि, फोहोर बनाएको भए पनि, यसले अझै पनि $20 को मूल्य राख्छ। यस कथाले के सन्देश दिन्छ भने जीवनमा कयौपटक हामी समस्याले घेरिन्छौँ। कहिलेकाहीँ असफलता, आलोचना, बेइज्जती वा दुःखद अनुभवले हाम्रो आत्मविश्वास कमजोर पार्न सक्छ। तर त्यो परिस्थितिले हाम्रो वास्तविक मूल्यलाई कहिल्यै कम गर्दैन। हामी भित्रको क्षमता, आत्मसम्मान र जीवनको उद्देश्य सधैँ महत्त्वपूर्ण हुन्छ, चाहे संसारले हामीलाई जसरी हेरे पनि। हामीले आफूलाई सधैँ मूल्यवान ठान्नुपर्छ, किनभने जीवनका कठिन परिस्थितिहरूले हाम्रो वास्तविक महत्त्व मेटाउन सक्दैनन्। अब अर्को कथाको शीर्षक रहेको छ कडा मेहनतको कदर। एकजना युवा, जो पढाइमा निकै अब्बल थिए, एक ठुलो कम्पनीमा म्यानेजरको पदका लागि अन्तर्वार्तामा सहभागी भए। उनले पहिलो चरणको अन्तर्वार्ता पास गरे र अन्तिम निर्णय कम्पनीका निर्देशकले गर्ने अन्तिम चरणको अन्तर्वार्तामा पुग्न सफल भए। निर्देशकले उनको सिभी हेरेपछि पत्ता लगाए कि ती युवकले विद्यालयदेखि स्नातकोत्तर तहसम्म निरन्तर उत्कृष्ट नतिजा ल्याएका थिए। कहिल्यै पनि खराब अङ्क ल्याएका थिएनन्। निर्देशकले सोधे, के तिमीले पढ्दा कुनै छात्रवृत्ति पाएको थियौ? युवकले जवाफ दिए, कहिल्यै पाएको थिइन। निर्देशकले फेरि सोधे, तिम्रो पढाइ खर्च कसले तिरे? युवकले जवाफ दिए, म 1 वर्षको हुँदा नै बुबाको निधन भएको थियो। मेरो आमाले नै मेरो पढाइ खर्च बेहोर्नुभयो। निर्देशकले फेरि सोधे, तिम्री आमा कहाँ काम गर्नुहुन्थ्यो? युवकले भने, आमा लुगा धुने काम गर्नुहुन्थ्यो। त्यसपछि निर्देशकले ती युवकलाई आफ्ना हात देखाउन भने। युवकले नरम र सफा हात देखाए। निर्देशकले सोधे, के कहिल्यै तिमीले आमालाई लुगा धुनमा सहयोग गर्यौ? युवकले जवाफ दिए, कहिल्यै गरिन। आमाले मलाई पढ्नमा ध्यान दिनु भनेको थियो। साथै, उहाँ मभन्दा छिटो लुगा धुवाउनुहुन्थ्यो। निर्देशकले भने, आज घर फर्केर तिम्री आमाका हात सफा गर, अनि भोलि बिहान मसँग भेट। युवकले यो प्रस्तावबाट आफूले जागिर पाउने सम्भावना ठाने। घर पुगेपछि उनले खुसीसाथ आमालाई हात सफा गर्न दिन अनुरोध गरे। आमा अलि अचम्ममा परिन्, खुसी पनि भइन् तर मिश्रित भावनासहित हात देखाइन्। युवकले बिस्तारै आमाका हात सफा गर्न थाले। त्यो क्रममा उनको आँही खस्यो। पहिलो पटक उनले आमाका हातहरू यति चौरी परेका, घाउ चोटले भरिएका र पीडाले कापिरहेका देखे। उनले बुझ्न थाले कि यिनै हातहरूले दिनरात मेहनत गरेर लुगा धुई स्कुल फी तिरेर उनलाई पढाएकी थिइन्। ती चोट र चौरी उनको सफलता र भविष्यको मूल्य थिए। हात सफा गरेपछि उनले बाँकी सबै लुगा पनि चुपचाप धोए। त्यो रात आमा र छोराबीच लामो कुराकानी भयो। भोलिपल्ट बिहान युवक निर्देशकको कार्यालयमा पुगे। निर्देशकले उनको आँखामा आँही देखेर सोधे, हिजो घरमा के गर्यौ र के महसुस गर्यौ? युवकले जवाफ दिए, मैले आमाका हात सफा गरेँ र बाँकी सबै लुगा पनि धोएँ। निर्देशकले सोधे, के अनुभव गर्यौ? युवकले भने, 1. अब मैले थाहा पाएँ कदर के हो। मेरी आमा नभएको भए म आज सफल हुने थिइन। 2. सँगै काम गरेर मैले बुझेँ, कुनै पनि काम सजिलो हुँदैन, मेहनत चाहिन्छ। 3. अब मैले पारिवारिक सम्बन्धको महत्त्व बुझेँ। निर्देशकले भने, म यही व्यक्ति खोजिरहेको थिएँ, जो अरूको सहयोगको कदर गर्न जान्दछ, अरूको दुःख बुझ्न सक्छ, र जसको जीवनको लक्ष्य केवल पैसा होइन। तिमी नियुक्त भयौ। त्यसपछि ती युवकले कठोर मेहनत गरे, सहकर्मीहरूको सम्मान पाए, र कम्पनीको समग्र प्रदर्शन उल्लेखनीय रूपमा सुध्रियो।
यस कथाबाट के नैतिक शिक्षा प्राप्त गर्न सकिन्छ भने यदि कसैले आफन्तहरूले दिएको सुविधाको पछाडि रहेको कठिन परिश्रम र त्यागलाई बुझ्दैन र अनुभूति गर्दैन भने उसले त्यसको कदर गर्न सक्दैन। जीवनका साँचो मूल्य र सफलता बुझ्न आफ्ना प्रियजनहरूको मेहनतलाई अनुभव गर्नु अत्यावश्यक हुन्छ। अब अर्को कथाको शीर्षक छ रहेको हल्लाइदेऊ र माथि उठेक दुर्भाग्यपूर्ण दिन। एक व्यक्तिको प्रिय गधा एक ठुलो खोज खाल्डोमा खस्छ। उसले गधालाई बचाउने धेरै प्रयास गर्छ तर कुनै पनि प्रयास सफल हुँदैन। निराश भएर उसले गधालाई बाँच्ने सम्भावना छैन भनेर ठान्छ र गधालाई पुरेर अन्त्य गर्ने निर्णय गर्छ। उसले गधामाथि माटो खन्याउन थाल्छ। गधा जो खोञ्चको तल अड्किएको थियो माटोको भारी महसुस गर्छ र त्यसलाई आफ्नो शरीरबाट हल्लाएर झारिदिन्छ। मान्छेले फेरि माटो खन्याउँछ, गधाले फेरि हल्लाएर फालिदिन्छ। मान्छेले यो देख्छ कि गधाले माटो हल्लाएर झार्दै माटोमाथि टेक्दैछ, जसले गर्दा गधा बिस्तारै माथि उक्लिरहेको छ। हरेक पटक माटो खन्याउँदा गधा झनै उचाइमा पुग्दै जान्छ। धेरै घण्टासम्म यसरी माटो खन्याइरहँदा अन्ततः गधा खोञ्चबाट माथि निस्कन सफल हुन्छ र आफ्ना मालिकसँग फेरि एकपटक भेटिन्छ। यस कथाबाट के नैतिक शिक्षा प्राप्त गर्न सकिन्छ भने जीवनमा कति नै समस्या आए पनि धैर्य र साहसका साथ सामना गर्यौं भने ती समस्याहरू नै तपाईलाई माथि उठाउने भर्याङ बन्न सक्छन्। कहिल्यै हार नमान, हल्लाइदेऊ र अगाडि बढ। अब अर्को कथाको शीर्षक रहेको छ मेहनत नै सफलताको चाबी। एउटा टाढाको गाउँमा एकजना मेहनती किसान बस्थे। उनका अङ्गुरका बगैँचा थिए जुन वर्षेनी राम्रो फसल दिन्थे। यसै मेहनतका कारण ती किसान धनी र सफल बनेका थिए। उनका 3 जना छोरा थिए, युवा, जोसिला तर कामप्रति कहिल्यै गम्भीर नभएका। ती छोरा खेततिर कहिल्यै जाँदैनथे। किसान बिस्तारै बुढा हुँदै गएका थिए अनि उनलाई छोराहरूको भविष्यको चिन्ता हुन थाल्यो। एक दिन ती किसान गम्भीर बिरामी परे। उनले महसुस गरे कि मृत्यु नजिकिएको छ। त्यसपछि उनले आफ्ना छोराहरूलाई बोलाएर भने, प्रिय छोराहरू, अब म धेरै दिन बाँच्दिनहोला। तर म मर्नुअघि एउटा रहस्य भन्न चाहन्छु। खेतको माटोमुनि कतै खजाना लुकेको छ। म मरेपछि त्यो खजाना खोज्न खेत पुरै खन्नु। किसानको केही दिनमै मृत्यु हुन्छ। छोराहरूले सबै अन्त्येष्टि विधि पुर्याउँछन्। त्यसपछि उनीहरूले खजाना खोज्न पुरा खेत खनिन्छन्, 1 इन्च पनि बाँकी नराखी। तर खजाना कतै भेटिँदैन। तर त्यो खनिएको खेतमा राम्रो माटो पल्टिएको हुनाले त्यस वर्ष अङ्गुरको अत्यन्तै राम्रो फसल फल्छ। यसबाट उनीहरूलाई धेरै आम्दानी हुन्छ। त्यही बेला उनीहरूले बुझे, बुबाले भनेको खजाना वास्तवमा मेहनतको फल थियो। यस कथाबाट के नैतिक शिक्षा प्राप्त गर्न सकिन्छ भने मेहनत कहिल्यै खेर जाँदैन। मेहनतको फल सधैँ मिठो हुन्छ, चाहे त्यो तपाईले कल्पना गरे जस्तो रूपमै होस् वा नहोस्। सफलताको मूल चाबी नै निरन्तर परिश्रम हो। अब अर्को कथाको शीर्षक रहेको छ आलु अन्डा र कफी दाना। जुन नामको एक सानो पेटो आफ्ना आमाबुबासँग एक सुन्दर घरमा बस्दथ्यो। एक दिन उसको बुबाले उसलाई रुँदै गरेको देखे र सोधे, के भयो छोरा? जुन भन्छ, मेरो जीवनमा धेरै समस्या छन् र उसले आफूले भोगिरहेका समस्या बताउँछ। बुबाले ध्यानपूर्वक उसको कुरा सुन्छन्। त्यसपछि उनले एउटा भाँडो ल्याउँछन् र त्यसमा एकवटा आलु, एउटा अन्डा र केही कफी दाना राख्छन्। उनले जोनलाई ती सामग्री छुँदै हेर्न भन्छन्। जोनले तिनलाई छोएर आफ्नो अनुभव बताउँछ, आलु कडा छ, अन्डा नाजुक छ र कफी दाना साना छन्। त्यसपछि बुबाले ती 3 वस्तु 3 छुट्टा-छुट्टै भाँडोमा राख्न भन्छन् र सबैमा पानी हालेर उमाल्न थाल्छन्। केही समयपछि बुबाले ग्यास बन्द गर्छन् र ती भाँडाहरूलाई चिसो हुन दिन्छन्। त्यसपछि बुबाले फेरि जोनलाई ती वस्तु छुन र अनुभव गर्न भन्छन्। जोन अब फरक उत्तर दिन्छ, उमालेपछि आलु नरम भइसकेको छ, त्यसलाई सजिलै छिल्न सकिन्छ। अन्डा भित्रबाट कडा भएको छ। कफी दानाले भने पानीको रङ र स्वाद नै परिवर्तन गरेर नयाँ गन्ध दिएको छ। बुबाले मुस्कुराउँदै भन्छन्, हे छोरा, यी तीनवटै कुराले एउटै परीक्षण, उम्लिएको पानी, भोगे। तर प्रतिक्रिया फरक दिए। आलु कडा थियो, तर नरम भयो। अन्डा नाजुक थियो, तर कडा भयो। र कफी दानाले त आफ्नो स्वरूप नै परिवर्तन गरेर पानीलाई नै बदलिदियो। यस कथाबाट के नैतिक शिक्षा प्राप्त गर्न सकिन्छ भने जीवनमा समस्याहरू त आइरहन्छन्, तर ती समस्यामा तपाईको प्रतिक्रिया कस्तो हुन्छ भन्ने कुराले तपाईको चरित्र र भविष्य निर्धारण गर्छ।
कठिनाइहरूमा कसरी प्रतिक्रिया दिने भन्ने कुराले नै तपाईलाई असल र परिपक्व बनाउँछ। अब अर्को कथाको शीर्षक रहेको छ तपाईँ जति साहसी सोच्नुहुन्छ तपाईँ उति नै साहसी हुनुहुन्छ। एकजना महावतले सर्कसमा देखाउनका लागि हात्तीहरू प्रयोग गर्दछन्। उनीसँग 5वटा हात्ती छन् जसलाई उनले सामान्य डोरीले बाँधेका हुन्छन्। ती हात्तीहरू ठुलो र शक्तिशाली भए पनि ती डोरी सजिलै तोडेर भाग्न सक्थे। तर आश्चर्यजनक रूपमा तिनीहरू कहिल्यै भाग्ने प्रयास गर्दैनन्। एक दिन सर्कस हेर्न आएका एक व्यक्तिले महावतलाई सोध्छन्, यी डोरी त निकै कमजोर छ, अनि पनि हात्तीहरूले यो तोडेर भाग्ने प्रयास किन गर्दैनन्? महावतको उत्तरले ती मानिस अचम्ममा पर्छन्। उनले भन्छन्, जब यी हात्तीहरू साना थिए, तबदेखि यिनलाई यही डोरीले बाँधिने गरिन्थ्यो। साना हुँदा उनीहरूमा त्यो डोरी तोड्ने शक्ति थिएन। त्यसैले यिनीहरूमा त्यो विश्वास बसिसकेको छ, हामी यो डोरी तोड्न सक्दैनौँ। अहिले उनीहरू ठुला र बलिया भए पनि त्यसै पुरानो सोचले गर्दा उनीहरूले प्रयास नै गर्दैनन्। यस कथाबाट के नैतिक शिक्षा प्राप्त गर्न सकिन्छ भने हाम्रो शक्ति र कमजोरी हाम्रो सोचमा निर्भर गर्छ। यदि हामी आफैमा विश्वास गर्छौँ भने जुनसुकै लक्ष्य हासिल गर्न सकिन्छ। असल सोचले असम्भव पनि सम्भव बनाउन सक्छ। अब अर्को कथा सुनाउँछु है त। कथाको शीर्षक रहेको छ दुई मालीहरूको कथा। स्वतन्त्रता र आत्मनिर्भरता सिकाउने प्रेरणादायक कथा। छोड्ने कुरा जीवनको एक महत्त्वपूर्ण पाठ हो जसले बालबालिका र अभिभावक दुवैलाई गहिरो शिक्षा दिन सक्छ। बालबालिका अत्यन्तै संवेदनशील र छिट्टै प्रभावमा पर्ने स्वभावका हुन्छन्। कहिलेकाहीँ अभिभावकको हैसियतले हामीलाई यो स्वीकार्न गाह्रो पर्छ कि अब सीमाना कोर्नुपर्ने समय आएको छ ताकि बच्चाहरू आफ्नो खुट्टामा उभिन सिकुन् र आत्मनिर्भर बन्न सकुन्। अब यस्तो नै एउटा कथा प्रस्तुत छ जसले आफ्नै बलमा उभिनु, आत्मनिर्भर हुनु र गहिरो जरामा अडिनु भन्ने कुरा सिकाउँछ। एउटा गाउँमा दुई छिमेकीहरू बस्ने गर्थे जसले आफ्ना बगैँचामा उस्तै बिरुवाहरू लगाएका थिए। तीमध्ये एक छिमेकी अत्यन्तै चञ्चल स्वभावकी थिइन्। उनले आफ्ना बिरुवाहरूको हरेक कुरामा धेरै ध्यान दिन्थिन्। नियमित पानी हाल्ने, छाया मिलाउने, हावा नलाग्ने गरी ढाक्ने, पातहरू सफा पार्ने जस्ता ससाना कुराहरूमा समेत बढी मिहिनेत गर्थिन्। अर्की छिमेकी भने बिरुवालाई आवश्यक कुराहरू दिइहाल्ने तर अत्यधिक हस्तक्षेप नगर्ने स्वभावकी थिइन्। उनले बिरुवाहरूलाई स्वतन्त्र रूपमा हुर्किन दिएकी थिइन्। केही हप्तापछि एक साँझ डरलाग्दो आँधी आयो जुनसँगै भारी वर्षा पनि भयो। त्यो आँधीले गाउँका धेरै बिरुवाहरूलाई नष्ट गरिदियो। अर्को बिहान जब पहिलो छिमेकी, जो धेरै चासो लिने, उठिन्, उनले देखिन् कि उनका सबै बिरुवाहरू आँधीले उखेलिएका थिए र बगैँचा उजाड भएको थियो। तर जब दोस्रो छिमेकी, जो सहज स्वभावकी थिइन्, उठिन्, उनले देखिन् कि उनका बिरुवाहरू अझै जमिनमै मजबुत रूपमा अडिएका थिए। ती बिरुवाहरूले आँधीको सामना सफलतापूर्वक गरेका थिए किनभने ती बिरुवाहरूले आफै हुर्किन सिकेका थिए। उनीहरूले आफै आफ्नो जरालाई गहिरो बनाएका थिए, जमिनसँग बलियो सम्बन्ध बनाएका थिए। जसको कारण ती आँधी आए पनि हल्लिएनन्, उखेलिएनन्। तर जो मालीले बिरुवालाई हरेक कुरा आफै गरेर हुर्काएकी थिइन्, उनले बिरुवालाई आफै टिक्न, अडिन, बलियो बन्ने मौका दिएकी थिइनन्। जसकारण ती बिरुवाहरू कमजोर थिए र आँधीले सजिलै उखेलिदियो। यस कथाबाट के नैतिक शिक्षा प्राप्त गर्न सकिन्छ भने जीवनमा एक न एक दिन तपाईलाई छोड्नै पर्छ, स्वतन्त्र बन्नै पर्छ। जबसम्म तपाईँ सधैँ फुसफुस्याइरहनुहुन्छ, सघाइरहनुहुन्छ, तबसम्म अरूले आफ्नो खुट्टामा उभिन सक्दैनन्। अभिभावकले आफ्ना सन्तानलाई सिकाउनु पर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा हो आफै गर्न सिक्नु, आत्मनिर्भर बनाउनु। जब हामी अति नै सुरक्षा र सघाउ दिन खोज्छौँ, हामी अनजानेमा अरूलाई कमजोर बनाइरहेका हुन्छौँ। स्वतन्त्रता, जिम्मेवारी र सिकाइका लागि आवश्यक छ हामी कहिलेकाहीँ पछाडि हटौँ र अरूलाई आफ्नै अनुभवबाट हुर्किन दियौँ। यस कथाको शब्द सन्देश के रहेको छ भने गहिरो जराबाट नै आँधीको सामना गर्न सकिन्छ। फुसफुस्याइरहने माया कहिलेकाहीँ कमजोरीको कारण बन्छ। यो कथा बच्चाहरूलाई आत्मनिर्भर बन्न प्रेरणा दिन्छ र अभिभावकहरूलाई समयमै जिम्मेवारी सुम्पिनुपर्ने सन्देश दिन्छ। यतिन्जेल धैर्यपूर्वक कथा सुनिदिनु भएकोमा तपाईलाई धेरै धेरै धन्यवाद। आगामी श्रृङ्खलामा पनि विभिन्न सन्देशमूलक, प्रेरणादायी र शिक्षामूलक कथाहरू लिएर आउनेछु। नमस्कार।